राम नाम भजले राम नाम सुखधाम। मैं इंडिया से आया हूँ उज्जैन महाकाल से, बिल्कुल काठमांडू के मंदिर में आए, आसन लगाया। आज सुबह से पैदल ही आया, नौतनवा से पैदल हूँ। आज 17-18 रोज लगा है पैदल आने में। साधु सन्तहरूको खर्च विगतको वर्षमा 10 लाख जति करिब भएको छ। त्यसको आधारमा थोरै घटबड हुन सक्छ। अरू सालभन्दा एकदम राम्रो सिस्टमेटिक होइन सजाएको छ र मलाई लाग्छ पक्कै पनि यस्तै किसिमको शिवरात्रि हाम्रो चाहिँ गयो भने विदेशी पर्यटक नागरिकहरू, भारतीय नागरिकहरूलाई हामी चाहिँ लुभ्याउन सक्छौँ। यो दिव्य दरबार राम्रो छ, त्यतिखेर पनि यो सौन्दर्य एउटा सजावट पनि ठिकै राम्रै छ। व्यवस्थापन हुँदै गरेको होला, अरू बाबाहरूको व्यवस्थापन त्यति राम्रो लागिरहेको छैन, अझै अस्तव्यस्त देखिन्छ। तर फुलको सजावट हामीले शिवरात्रिको दिनभरि त्यसलाई टिकाउनु पर्ने, राख्नुपर्ने हुन्छ। जुन चिज राम्रो देखाउनको लागि बनाइएको हुन्छ त्यो लास्ट टाइममा चाहिँ थुतेको देखियो। मान्छेहरूबाट पनि त्यसलाई चाहिँ फुलहरू सबै टिपेर लगेको होइन। त्यो जुन गेट हामीले जसरी बनाएको थियौँ फुल चाहिँ जति सकिएर त्यो फर्म मात्रै रहेको होइन, हरियो ब्याकग्राउन्ड मात्रै हामीले देख्यौँ। त्यस्तो चाहिँ नहोस्, त्यस्तो नगरिदिनु न हामी विशेष अनुरोध गर्छौँ। हामीले फेरि त्यो गेटहरूमा हामीले सीसी क्यामेराबाट निगरानी पनि गरेका हुन्छौँ। कतै तपाईँ त्यो फुल थुत्दै गर्दा तपाईँ हाम्रो क्यामेराको निगरानीमा परेर त्यो फेरि बाहिर मिडिया मार्फत तपाईँको सार्वजनिकरण हुन नपरोस्। नमस्ते, मेरो लाइफस्टाइल टिममा यहाँहरूलाई स्वागत छ। म सुमित्रा लुटेल। आउँदै गरेको महाशिवरात्रिको पशुपति क्षेत्रमा कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पशुपति क्षेत्र विकास कोषका प्रवक्तासँग हामी कुराकानी गर्न गइरहेका छौँ र पशुपति क्षेत्रको तयारीलाई पनि हामी रिपोर्टमा समेट्न गइरहेका छौँ। और नेपाल का लोग बहुत बढ़िया मदद करता है और कोई चीज़ की दिक्कत नहीं है, सब व्यवस्था लगा रखा है, सब हो जाएगा। जय महादेव। शिवरात्रिको तयारी चाहिँ पशुपतिमा कस्तो लाग्यो तपाईँहरूलाई? एकदम राम्रो लाग्यो। हामी पनि त्यहाँ श्री हरि कीर्तन छ हाम्रो पनि उतै माथि, त्यहाँबाट आज एकादशी त्यहाँ पूजाआजा गरेर हामी पनि पशुपति घुम्नु जाने हो आज शिवरात्रिको दिन भनेर हामी साथी मिलेर सबजना आएका। रमाइलो लाग्यो। अस्तिसम्म थिएन, हिजोदेखि सुरु भएर रहेछ, कति चाँडै गरे हो र राम्रो लाग्यो। हामी शिवरात्रिको यो पूर्व सन्ध्यामा पशुपति क्षेत्रमा भ्रमणको लागि आएका थियौँ, दर्शनको लागि आएका थियौँ। राम्रो त यो दिव्य दरबार राम्रो छ, जतिखेर पनि यो सौन्दर्य एउटा सजावट पनि ठिकै राम्रै छ। व्यवस्थापन हुँदै गरेको होला, अरू बाबाहरूको व्यवस्थापन चाहिँ त्यति राम्रो लागिरहेको छैन, अझै अस्तव्यस्त देखिन्छ। यो एकदम धेरै राम्रो चाहिँ यसपालिको शिवरात्रिको तयारी भइरहेको छ र अरू सालभन्दा एकदम राम्रो सिस्टमेटिक होइन सजाएको छ र मलाई लाग्छ पक्कै पनि यस्तै किसिमको शिवरात्रि हाम्रो चाहिँ गयो भने विदेशी पर्यटक नागरिकहरू, भारतीय नागरिकहरूलाई हामी चाहिँ लुभ्याउन सक्छौँ। म नेपालकै जनकपुरबाट चाहिँ आएको छु। यस शिवरात्रिको लागि 2 दिन पहिला नै आएको हो र यस्तै किसिमको तयारी गरेर राख्यो भने भोलिको दिनमा पक्कै पनि हाम्रो पशुपतिनाथको चाहिँ विश्वमा चाहिँ एउटा चर्चित कलाको रूपमा परिचित हुन्छ र शिवरात्रिको रूपमा विभिन्न बाहिरी पर्यटकहरू भित्रिनुहुन्छ भन्ने आशा राखेको छु। अहिले चाहिँ लगभग 8-10 वर्ष भयो साधु बसेको, अनि परिवार छोडेको त 17 वर्ष भइसक्यो। म अहिले 2 दिनदेखि गौशालामा बसिरहेको छु। शिवरात्रि बित्यो भने त्यही राति मैले नाइट बस पक्रेर आफ्नो दरबारमा गइहाल्छु।
मैं इंडिया से आया हूँ, उज्जैन महाकाल से बिल्कुल काठमांडू के मंदिर में आए, आसन लगाया। आज सुबह से पैदल ही आया, नौतनवा से पैदल हूँ। आज 17-18 रोज लगा है पैदल आने में। यहाँ आके गुजर गया, अब नहीं बेचा धेला भी। हर साल आता हूँ यहाँ की। हाँ, 5 साल आता हूँ उस धनी के दर्शन करने के, नेपाल के बाबा काठमांडू के पशुनाथ के दर्शन के वास्ते आया हूँ। से आनंद भी आ रहा है, दान दक्षिणा भी जो कुछ जो हरि की इच्छा है वो दे देता है भोलेनाथ। पाते हैं, मस्ते हैं, कोई बात की तसल्ली है नहीं। जो गवर्नमेंट देगा, पर्ची मिलेगा तो ले लेगा, साधु नहीं मिलेगा तो पैदल बाट पीछा धर लेगा, चला जाएगा कहाँ तक, गोरखपुर तक। गोरखपुर से फिर गाड़ी पकड़ लेगा, चला जाएगा उज्जैन महाकाल। मोटामोटी दर्शन मार्गहरूमा बत्तीको व्यवस्था गर्ने, दर्शन मार्गलाई उप्केका ढुङ्गाहरू मिलाउने, मर्मत समार गर्ने लगायतका कामहरूबाट हामीले करिब करिब महाशिवरात्रिको तयारी प्रारम्भ गरेका हौँ। र औपचारिक रूपमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कोषका अध्यक्ष प्रेमबहादुर आलेज्यूको संयोजकत्वमा महाशिवरात्रि व्यवस्था मूल समारोह समिति 2078 को गठन भयो। र यो मूल समारोह समिति अन्तर्गत विभिन्न विषयगत 10 वटा उपसमितिहरूको गठन भएर उपसमितिहरू आफ्नो कार्य प्रकृति अनुसारका उपसमितिहरू मार्फत हामीले कामहरू गर्दै गयौँ र यसरी हाम्रो महाशिवरात्रि पर्वको तयारी सुरु भयो। र अहिले आएर पशुपति क्षेत्रलाई वातावरणीय हिसाबले स्वच्छ राख्नु, सरसफाई गर्नुपर्ने हाम्रो पशुपति क्षेत्र विकास कोषको एनकै दायित्व, यसको नियमित दायित्व पनि हो। त्यसका अतिरिक्त महाशिवरात्रि पर्वलाई लक्षित गरेर हामीले विभिन्न अभियानहरू, विशेष सफाई अभियानहरू हामीले सञ्चालन गऱ्यौँ। त्यस क्रममा सोमबार बागमती नदी र यसका आसपासका क्षेत्रहरूमा बागमती सफाइका अभियन्ताहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय निकायहरू, स्थानीय क्लबहरू, स्वयंसेवी संस्थाहरू समेतको संलग्नतामा बागमती नदी र यसका आसपासका क्षेत्रहरूलाई विशेष रूपमा सरसफाई गऱ्यौँ। बाँकी क्षेत्रहरू, यो पावन पाशुपत क्षेत्र भन्छ, यो रिङ रोड तेलङ्गानादेखि लिएर मित्रबागसम्म गुहेश्वरी क्षेत्रदेखि यो पावन पाशुपत क्षेत्रलाई विशेष रूपमा सरसफाई हामी गर्दैछौँ। अघि भनिएकै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सङ्घ संस्थाहरू, स्थानीय निकायहरू, स्वयंसेवी संस्थाहरू, सरसफाई अभियन्ताहरू लगायतको संलग्नतामा, कलाकारहरूको समेत संलग्नतामा विशेष रूपमा सरसफाइको कार्यक्रम हामी गर्दैछौँ। परम्परागत रूपमा चाहिँ एकादशीको दिनदेखि साधु सन्तहरू मन्दिर प्राङ्गण प्रवेश गर्ने परम्परा छ। त्यसको एउटा सिम्बोलिक हामीले एउटा जागरण स्वरूप भगवान पशुपतिनाथको मन्दिरको पश्चिमी ढोका बाहिरबाट भुवनेश्वरी चोक हुँदै सुमार्गी भवन पिङ्गला स्थान भएर रिङ रोड हुँदै गौशाला चोक, जयबाश्वरी चोक र त्यहाँबाट सिफल, कुटुबैल हुँदै चन्द्रविनायक, चाबेल, गणेशस्थानसम्मको सानो शोभायात्रा पनि हामीले सम्पन्न गरिसकेका छौँ। र औपचारिक रूपमा बाबाहरू मन्दिर प्राङ्गणभित्र प्रवेश गरिसकेको अवस्था छ। र हिजो अस्तिसम्म आउने बाबाहरू आफआफ्नो सम्प्रदाय, आफआफ्नो जहाँ जुन अखडा, जुन सम्प्रदायमा उहाँहरूले शिक्षा दीक्षा लिनुभयो, सन्यास ग्रहण गर्नुभयो, ती अखडाहरूका सम्पर्क अखडाहरू यो पावन पशुपति क्षेत्रको समीपमा छन्, वरिपर छन्। त्यही अखडाहरूमा आएर उहाँहरू भजन गर्ने, आवास त्यहीँ बसोबास गर्नुहुन्छ भने आजबाट उहाँहरू मन्दिर प्राङ्गणभित्र प्रवेश गर्नुहुन्छ र त्यहीँ धुनी जगाएर महाशिवरात्रि सम्पन्न भएको भोलिपल्टसम्म मन्दिर प्राङ्गणभित्रै बस्नुहुन्छ। र महाशिवरात्रि सम्पन्न भएको पर्सिपल्ट हामीले पशुपति क्षेत्र विकास कोषले पनि उहाँहरूलाई रुद्राक्षको माला लगाई केही बाटो खर्चसहित हामी दक्षिणा स्वरूप बाटो खर्च दिएर हामी बिदाई गर्छौँ। र यसको परम्परागत रूपमा चाहिँ गुठी संस्थानले समन्वय गर्दै आएको छ र त्यसैलाई पशुपति क्षेत्र विकास कोषले पनि सपोर्ट गर्ने, त्यसमा थप समन्वय गर्ने काम गर्दछ। आजसम्म पनि बाबाहरू आउने क्रम जारी छ। मुख्य गरेर छिमेकी मित्र राष्ट्र भारतबाट साधु सन्तहरू, महन्तहरू, बाबाहरू आउने हामीले पाएका छौँ र करिब 3500 को आसपासमा अथवा त्योभन्दा बढी पनि हुनसक्छ। यो पटक अलि बढी देखिएको छ। दर्शनार्थीहरूको भिड पनि अलि बढी नै हुने भएको हुनाले सङ्ख्या अलि बढेर 4000सम्म पनि पुग्न सक्ने हाम्रो अनुमान हो। पशुपति क्षेत्र विकास कोषको आफ्नै वार्षिक कार्यक्रम योजना हुन्छ। वार्षिक स्वीकृत बजेटभित्र हामीले पर्वहरू अथवा हाम्रा योजनाहरू, कार्यक्रमहरू सम्पन्न गर्नुपर्ने हुन्छ। यो वर्ष हामी माघ महिनामा पनि यो कोभिडको तेस्रो भेरिएन्टबाट हामी विश्वजगत नै प्रताडित भयो र नेपालमा पनि हामी पनि धेरै सङ्क्रमित पनि भयौँ। यो अवस्थालाई मध्यनजर गर्दाखेरि हामीले यो शिवरात्रिलाई अलि धेरै व्यवस्थापन गर्नु पर्दैन कि भन्ने हाम्रो सोचाइ थियो। तर लगत्तै फेरि एउटा सहज परिवेश बन्दै गयो र अहिलेसम्म, आजका दिनसम्म सेवा प्रदायक जति पनि संस्थाहरू हुन्छ, भोजन पानी, सरसफाइ, साधु सन्तको सेवामा लाग्ने सङ्घ संस्थाहरू, स्वयंसेवी संस्थाहरू, स्वयंसेवकहरू
को जुन सहभागिता छ, जो महाशिवरात्रि पर्वमा सेवा प्रदान गर्ने जो उत्सुकता देखाइरहनु भएको छ, यो उत्साहजनक सहभागिताका आधारमा शनिबार पनि यो पावन पाशुपति क्षेत्रमा अत्यधिक दर्शनार्थीहरूको घुइँचो भिडभाड थियो। एक किसिमको ठुलो पर्व जस्तो थियो। त्यो हिसाबले पनि दर्शनार्थीहरूको निकै ठुलो सङ्ख्यामा आउने र हामीले स्वागत गर्नुपर्ने, त्यसको व्यवस्थापन गर्नुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, बत्तीहरूको भोजन आवास पानीको व्यवस्था गर्नुपर्ने भएको हुनाले त्यही अनुपातमा हामीले स्वयंसेवकहरू पनि परिचालन गर्नुपर्ने, सङ्ख्या बढाउनुपर्ने, सुरक्षाको जनशक्तिलाई पनि थप गर्नुपर्ने, यी सबै कुराहरूलाई मध्यनजर गर्दाखेरि हामीले कतिपय हाम्रा समय सीमाभित्र, हामी बजेटका सीमाभित्र यो महाशिवरात्रि पर्वलाई भव्य रूपमा व्यवस्थित गर्न सक्दैनौँ कि भन्ने ठान्यौँ र बत्ती फुल सजावट लगायतका कामको लागि हामीले दाताहरूलाई अनुरोध गऱ्यौँ। दाताहरूबाट पनि केही बत्तीको सजावट फुलको सजावटका लागि उहाँहरूबाट पनि गर्ने प्रतिबद्धता आएको छ र उहाँहरूकै खर्चमा हामीले यो गर्दैछौँ। यसरी हेर्दा त्यो दाताहरूबाट आएको सबै कुरा सबै आर्थिक सहयोगलाई हेर्दाखेरि पनि हाम्रो खर्च बढ्ने छ। तथापि हामी फेरि पशुपति क्षेत्र विकास कोषको आफ्नै खर्चका सीमाहरू हुन्छन्, आफ्नै प्रक्रियाहरू हुन्छन्। पशुपति क्षेत्र विकास कोष आफ्नो बजेटभित्रको सीमाभित्र हामी करिब 70 लाखको आसपासमा हामी खर्च गर्छौँ र दाताहरूको आफ्नो खुसीले गरेको खर्च अर्को 50 लाखको अनुमान गर्दा पनि करिब 1.25 करोडको हिसाबमा खर्च हुने हामीले अनुमान गरेका छौँ। साधु सन्तहरूको खर्च विगतको वर्षमा 10 लाख जति करिब भएको छ। त्यसको आधारमा थोरै घटबड हुनसक्छ अथवा यो वर्ष त्यहाँको परिषदबाट अखडाको परिषदबाटै विशेष साधु सन्तहरू पनि आउने भन्ने हामीले सूचना प्राप्त भएको छ, तर आइसकेको अवस्था छैन। उहाँहरू आउनुभयो भने यो खर्चमा के थपघट पनि हुनसक्छ। महाशिवरात्रि पर्व 17 गते बिहान 3 बजे जब मन्दिरका चारै ढोका खोल्छौँ, त्यसपछि लामबद्ध रहनुभएका पङ्क्तिबद्ध रहनुभएका दर्शनार्थीहरूलाई मात्रै हामी त्यो सङ्ख्यामा हामीले अनुमान गर्ने हो र अहोरात्र महाशिवरात्रि चल्छ 17 गते। त्यो 17 गते रातभरिको दर्शनार्थीहरूको यो क्षेत्रमा आवागमन, मन्दिर प्राङ्गणभित्रै गएर दर्शन गर्ने दर्शनार्थीहरू त त्यति धेरै भनौँ न 10 लाखमा नहुन सक्नुहुन्छ। तर पनि यो पावन पाशुपति क्षेत्र जुन गौशाला तिलगङ्गा मित्र पार्क चाबेरसम्मको क्षेत्रमा आएर पनि भगवान पशुपतिनाथको मन्दिरको गजुर दर्शन गरेर जाने पनि चलन छ। यो क्षेत्रमा मेलाको लागि आउने पनि दर्शनार्थीहरू हुनुहुन्छ। यी सबै जुन चहलपहल हुन्छ, जुन यहाँ उपस्थिति रहन्छ, यो सबै अनुमान गर्दाखेरि 10 लाखको आसपासमा दर्शनार्थीहरू आउनुहुन्छ। तर त्यो सबै फेरि 10 लाखको सङ्ख्या मैले भनिरहँदा यो सबै मन्दिर प्राङ्गण प्रवेश गर्ने दर्शनार्थी अथवा त्यो सङ्ख्या होइन। दर्शन लाइन चाहिँ बाहिरी पोइन्टमा 3वटा पोइन्टहरू हामी तोकेका छौँ। जस्तो सिफलतर्फको एउटा लाइन हुन्छ, सिफल जयबायश्वरी हुँदै भुवनेश्वरी चोकबाट हामी पश्चिम ढोकाबाट दर्शन गराउँछौँ, पश्चिम ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गराउँछौँ। यो लाइनको लागि हामीले भुवनेश्वरी चोकमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाएका छौँ। यो पश्चिम ढोकाबाट छिर्ने यो भुवनेश्वरी तर्फबाट जाने लाइन चाहिँ भित्र गएपछि 3वटा लाइनमा हामी विभाजन गरेर दर्शन गराउँछौँ। त्यसै गरी दक्षिणतर्फबाट आउने दर्शनार्थीहरू, जस्तो गौशालाबाट आउने दर्शनार्थीहरू यहाँ नजिकैको यो सुमार्गी भवन अगाडि पिङ्गला स्थानमा गेट छ, प्रवेशद्वार छ, बाहिरी प्रवेशद्वार, यो पोइन्टसम्म आउनुहुन्छ। र अर्को लाइन फेरि यता एयरपोर्ट तर्फबाट तिलुङ्गा हुँदै यही पोइन्टमा आएर यी 2टा लाइन चाहिँ यहाँबाट बनकाली हुँदै दक्षिणतर्फको ढोकामा बाट मन्दिर प्राङ्गण चाहिँ प्रवेश गर्नुहुन्छ। र यो लाइनको लागि हामीले मन्दिर प्राङ्गण प्रवेश गर्ने दक्षिण ढोकाको बाहिरपट्टि वज्रघर भन्छौँ, त्यहाँ नजिकै हामीले जुत्ता चप्पल राख्ने व्यवस्था गरेका छौँ। यो लाइन, यो 2टा लाइन गरेर भित्र एउटा लाइनमा प्राङ्गणभित्र पुगेपछि एउटा लाइनबाट दक्षिण ढोकाबाट दर्शन गर्न पाइन्छ। त्यसै गरी उत्तरतर्फबाट आउने दर्शनार्थीहरू गुहेश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वरतर्फको उत्तर ढोकाबाट हामीले प्रवेश गराउने व्यवस्था मिलाएका छौँ दर्शन लाइन। र यो लाइनको लागि हामीले रुद्रगाडेश्वर जुत्ता चप्पल राख्ने व्यवस्था मिलाएका छौँ। यसरी बाहिरबाट हेर्दा 3वटा पोइन्ट र बाहिर हेर्दा 3वटा पोइन्ट, 4वटा लाइन र भित्र मन्दिर प्राङ्गण पुगिसकेपछि 5वटा लाइनबाट हामीले यसरी दर्शन गर्ने व्यवस्था मिलाएका छौँ। व्यापार व्यवसायको विषयमा सरकारी नियम कानुनअनुसार उहाँहरू वाणिज्य विभागमा दर्ता भएर उहाँहरू करमा दर्ता भएको हुनुपर्छ र त्यो विषय चाहिँ पशुपति विकास कोषले हेर्ने विषय भन्दा पनि त्यो वाणिज्यसँग सम्बन्धित विषय भयो। तर यस क्षेत्रमा अब हामीले के चाहिँ पर्छ भन्नु जरुरी हुन्छ भन्दा यो भगवान पशुपतिनाथको मन्दिरमा चढ्ने बेलपत्र, रुद्राक्ष र दुध त्यो दिन विशेष गरी भगवानलाई बेलपत्र जल नै हो।
ती चिजहरू जसले मन्दिरको आसपासमा नजिक आफ्नो व्यवसाय गर्नुहुन्छ, हेर्दा व्यवसाय हो तर पनि त्यो फेरि धार्मिक आस्थासँग जोडिएको विषय भएको हुनाले ती जे जति चिजहरू बिक्री गर्नुहुन्छ, चढ्ने चिजहरू, फुल प्रसादीहरू, ती चाहिँ शुद्ध बेचिदिन पनि म अनुरोध गर्न चाहन्छु। विशेष गरी किनभने दर्शनार्थीहरूको गुनासो रहने गर्छ, बेलपत्रको ठाउँमा अरू कुनै फुलहरू, अरू कुनै पातहरू मिसाइएको पनि गुनासो छ, त्यस्तो नहोस् हामी त्यो विशेष रूपमा आग्रह गर्न चाहन्छौँ। जति पनि भेटी चढ्छ, भित्र मन्दिरमा भेटी पात्रहरू छन् त्यहाँ चढाइन्छ र हामी दैनिक त्यसको गणना गर्ने पशु क्षेत्र विकास कोषको लेखाको शाखाको जनशक्तिको रोभरमा ब्याङ्कले काउन्ट गरेर ब्याङ्कमा दाखिला हुन्छ। हाम्रो कार्यालयको सरकारी कार्यालयको सिस्टम अनुसार यसको छुट्टै खाता छ, छुट्टै खाता सङ्कलन खातामा यसको सङ्कलन हुन्छ र त्यो दैनिक जे जति भेटी उठ्छ त्यसको त्यहाँ हाम्रो डिजिटल डिस्प्ले मार्फत पनि त्यसको एन्ट्री गरेर दैनिक आज भेटी यति गणना भयो, यति उठ्यो, त्यसमा पनि अझ पशुपतिनाथ मन्दिरमा यति उठ्यो, बासुकीनाथ मन्दिरमा यति उठ्यो भनेर हामीले त्यहाँ डिस्प्ले गर्ने र त्यसरी सार्वजनिक गर्न दैनिक सार्वजनिक गर्ने गरेका छौँ। यसको आधारमा दैनिक आइसकेपछि त्यसको मासिक वार्षिक त आउने नै भइहाल्यो। 1.5 वर्ष जति त हामी कोभिडबाट थला पऱ्यौँ, त्यसले गर्दाखेरि भेटीघाटी धेरै भन्दा पनि न्यून हामी जिरोमै भयौँ, लगभग शून्य अवस्थामा भयौँ र त्योभन्दा अगाडिको आँकडा हेर्दा मिनिमममा 30-40 हजार पनि हुन्छ, म्याक्सिमममा 3-4 लाख पनि हुन्छ एभरेजमा तर कुनै दिन 3-4 लाख पनि हुनसक्छ, कुनै दिन 20-30 हजार 40 हजारमा पनि हामीले त्यतिमै पनि कति दिनसम्म त्यति नै पनि हुन्छ दैनिक। यसरी एभरेज हेर्दाखेरि करिब 1 लाखको आसपासमा दैनिक 1 लाख भनौँ न एभरेजमा जति जस्तो हुन्थ्यो, तर यो 1.5 वर्षदेखि हामी शून्यमा छौँ। शिवलिङ्गमा खास गरी पहिला त थियो त्यस्तो परम्परा, अहिले जब 2068 साल चैत 26 गतेदेखि पशुपति मन्दिर पूजा व्यवस्था नियमावली लागू भयो, त्यसपछि मन्दिरभित्र सिधा भेटी अथवा अरू कुनै कोही व्यक्तिको हातमा व्यक्ति मार्फत त्यस्तो खालको डोनेसन दिन पाइँदैन। कि रसिद काटेर दिनुपर्छ कि त्यहाँ राखिएको भेटी पात्रभित्र राख्नुपर्छ। भेटी पात्रभित्र राखिएको हामी गणना गरेर ब्याङ्कमा पठाउँछौँ, दैनिक रसिद मार्फत आएको रकम अकाउन्ट सिस्टमबाट फेरि ब्याङ्कमै जाने कुरा भएको हुनाले यसरी हामी ट्रान्सपरेन्ट गरेका छौँ। एउटा चाहिँ मैले विशेष अनुरोध गर्न चाहन्छु, जस्तो हामीले बत्तीको सजावट हामी गर्छौँ र फुलको सजावट हामीले शिवरात्रिको दिनभरि त्यसलाई टिकाउनु पर्ने, राख्नुपर्ने हुन्छ। जुन चिज राम्रो देखाउनको लागि बनाइएको हुन्छ त्यो लास्ट टाइममा चाहिँ थुतेको देखियो, मान्छेहरूबाट पनि त्यसलाई चाहिँ फुलहरू सबै टिपेर लगेको हैन। त्यो जुन गेट हामीले जसरी बनाएका थियौँ फुल चाहिँ जति सकिएर त्यो फर्म मात्रै रहेको हैन, हरियो ब्याकग्राउन्ड मात्रै हामीले देख्यौँ, त्यस्तो चाहिँ नहोस्, त्यस्तो नगरिदिनु न हामी विशेष अनुरोध गर्दछौँ। नेपालीहरू सभ्य छौँ, सुसंस्कृत छौँ, हामीले आफ्नो सभ्यताको पहिचान दिउँ। कोही कसैले पनि त्यस्तो जानेर अथवा नजानेर नगरौँ। बाँदरले पनि क्षति त गर्छ तर हामी त्यो बाँदरबाट त हामी बचाउँछौँ, तर मान्छेबाट चाहिँ बचाउन गाह्रो हुँदो रहेछ क्या। त्यस कारणले म विशेष रूपमा आग्रह गर्न के चाहन्छु भने प्लिज त्यो नगरिदिनु होला हैन। फुलको सुन्दरता हेरेर हो, सुगन्ध लिएर हो, टिपेर होइन। त्यस कारणले हामीले फेरि त्यो गेटहरूमा हामीले सीसी क्यामेराबाट निगरानी पनि गरेका छौँ। कतै तपाईँ त्यो फुल थुत्तै गर्दा तपाईँ हाम्रो क्यामेराको निगरानीमा परेर त्यो फेरि बाहिर मिडिया मार्फत तपाईँको सार्वजनिकरण हुन नपरोस्।